बेलुका रमाइलो हुन्छ होला अब त आएन नि त मान्छेहरू बरुको मासु नेपाली मोमो अतिथि के रूप में उपस्थित हुई है, ये हमारे लिए भी बहुत बड़ी बात है। मैं वीर बलभद्र खलंगा विकास समिति के बहुत ही सम्मानित अध्यक्ष जो निमंत्रण स्वीकार किया, स्नेह के निमंत्रण मैं उसके लिए इस मंच से आपको तहे दिल से धन्यवाद देना चाहूँगी। उनको हम थोड़ा सा मदद देते हैं, इतिहास वहाँ पे जिंदा रखते हैं। जो आज हमारे देहरादून का इतिहास है, उसको तेलंगाना समिति का गठन 12 मई 1972 को हुआ था। नालापानी के रुद्रेश महादेव मंदिर के आंगन में बहुउद्देश्य ये समिति तब से काम करती आ रही है। और इस युद्ध के बाद जब हमारी ईस्ट इंडिया कंपनी उस समय जो थी, उन्होंने नेपाल की सरकार के साथ जो एक संधि हुई थी, संधि देहरादूनको यही जङ्गलमै हो नालापानी युद्ध भएको। अहिले हामी जाँदैछौँ जो किल्ला खलङ्गरमा किल्ला यहाँबाट लाग्छ 5 मिनट त लाग्छ भनेको छ। जाम कति टाढा छ। आज सन्डेको दिन स्पेसल्ली होलिडेको दिन पारेर प्रोग्राम राखेको। ओहो लडेकै रहेछ। लडेकै रहेछ है बाजेहरू। प्रोग्राम पनि छ अझै तल। हामी फाइनली आइपुगेछौँ। जहाँ हाम्रो पुर्खाहरू लड्दै आएको खलङ्गना किल्ला। फाइनली आइपुग्यो। एकैछिन नै नमै बाजेले उसरी ठाउँमा त ढोक्नु पर्यो नि होइन। खोइ कता हो यहाँभन्दा भित्र। ए बाटो छैन। यहाँबाट रहेछ ढुङ्गा गुल्डाको। यी भिड त छ नि। यहाँबाट तल तल अङ्ग्रेजहरू, यहाँबाट बाजेहरूले ढुङ्गा गुल्टाउँदै मान्छे मार्दै। यताबाट पनि आउने बाटो रहेछ। यहाँबाट देखिँदो रहेछ है देहरादून।
पाइन्छ होला त्यो पाइन्छ त्यो उसमा अड्काको मात्रै छ नि ओ खाली खुट्टा हो जानी होइन पाइन्छ होला यार पूजा गरेको रहेछ ल अब हामी घुमेर सक्यौँ अब फर्किँदैछौँ अब फेरि तलको प्रोग्राम देखाउँछु जुन यो नाला पाण्डेको नाममा गरेको आज 51 वर्षको के हो र नम्बरी 51 वर्षको के हो एनिभर्सरी जस्तै मनाएको छ आज नाला पानीको नाममा अहिले देहरादुनबाट खलङ्ग लागि पुगेर पनि फर्किसकेको छौँ अनि हजुरहरूले चाहिँ हेरिसक्नु भयो होला भिडियो कस्तो लाग्यो है राम्रो छ एकदम नम्बरी पछाडि नम्बरी अनि अगाडि राइडरमा अलिक केकरमा घ्याग्राका भएर बाटो चाहिँ अलि नराम्रो रहेछ है नम्बरी बाटो चाहिँ नराम्रो छ अब कोही मित्रहरू आउनुहुन्छ भने चाहिँ मेरो भ्लग हेरेर आउनु होला आज जस्ट प्रोग्राम भएर मात्रै यति धेरै मान्छे भएको होला नत्र हिँड्नु पनि थिएन होला किनकि यो जङ्गलमा रहेछ नि त जङ्गलको पनि अझ माथि टपमा सबै नेपाली गोर्खालीहरू मात्रै आउँदो रहेछ यसमा बाटो चाहिँ धुलो यो बनाउनु पर्ने रहेछ कि अब हामी देहरादुन पुग्नेवाला छौँ धेरै टाढा छैन घुमेर पनि फर्किसकेको त्यहाँनिर गोर्खालीहरू आउँदो रहेछ नि पुरै गोर्खाली हेर नम्बरी आज फेरि हाम्रो पनि क्या लकी डे हाम्रो सन्डेको होलिडे पनि परेको अवकाश त्यही माथि तपाईँ प्रोग्राम पनि सायद यही ओहो
अगाडि गइदिउँ है। गइदिने होइन। हजुर बसिनु भएको बाटो त छ होला यार। अफरोड अरू नि यताबाट आउँछ कि अहिले हेर ल यिनीहरू नि यत्तिकै बसेको रहेछ कि वहाँ तल बाटो कता लिइरहेको त नि कता छ जान्छ जान्छ बाटो भयो कि तलसम्म जान्छ हिँड्नु क्या जाउँ न अगाडि बाटो छ कि नै छ आउनु चढाइरह चढा क्या आउनु ल है अमरी ल है म त सकिने यति मानते नहीं अपना नहीं है हेर त कहाँ पुगिसकेको छु कहाँ हिँडेको यार यहाँबाट त झार पहिला यहाँबाट जानु न यार तलबाट जानु तलबाट